हाई गाइज वेलकम टु माई डे 4 मिनी ब्लग। गएकोमा धमाधम सेनमुन गएकोको लागि इन्टरभ्यू भइरहेको थियो। आज मैले बिहान केही नखाइकन गएको थिएँ। त्यसैले हामी क्यान्टिनमा गएर खारागे खाएर फर्किरहेका थियौँ। मनमा इन्टरभ्यूको डर बोकेर हामी इन्टरभ्यू हुने क्लासतिर गइरहेका थियौँ। म भने टाउकोमा हात राखेर इन्टरभ्यूको पालो वेट गरिरहेको थिएँ। वेट गर्दा गर्दै मेरो पालो पनि आइहाल्यो। त्यसपछि म गएँ इन्टरभ्यू दिन। फाइनली म इन्टरभ्यू दिएर आएँ। मलाई त्यस्तो गाह्रो केही क्वेसन सोध्नु भएन सेन्सेहरूले। मलाई फेल भए पनि केही मतलब छैन, म अर्को गएको खोजेर जान्छु। त्यसपछि पास हुन्छु भन्ने मनमा आशा बोकेर मेरो घोडामाथि चढेर म लागेँ घरतिर। हिजोदेखिको जुठो भाडा बाँकी थियो। त्यसपछि मैले रुम आएर जुठो भाडा माझेँ। गएकोमा खारागे खाएँ पनि मलाई भोक लागिरहेको थियो। मैले रामेन खाने निर्णय गरेँ। खान मन लाग्यो त लाग्यो, मैले रामेन उमान लिइहालेँ। रामेन र अन्डासँगै मिक्स गरेर खाँदाखेरि मिठो हुन्छ जस्तो मलाई लागेको थियो। त्यसपछि मिक्स गरेर मैले मोलमाल गर्न थालिहालेँ। मलाई खान मन लागेपछि त लाग्यो म बनाइहाल्छु, खाइहाल्छु। फाइनली मैले बनाएको रामेन यस्तो भयो, तर खासै मिठो चाहिँ भएको छैन जस्तो लाग्यो हेर्दाखेरि। मिठो भए पनि नभए पनि बनाएपछि खानु त परिहाल्यो। त्यसपछि मैले थालामा लगाएँ। त्यसपछि फाइनली काम रह्यो खाने। त्यसपछि मैले पलाटे मारेर बसेर कुकुरले हड्डी ताने जसरी खाएँ मैले रामेन। खासै मिठो थिएन, तै पनि मैले मिठो मानेर खाएँ। थ्याङ्क्स फर वाचिङ।